हेलो गाइज, गुड मर्निङ तपाईहरु सम्पूर्णलाई। म चाहिँ अहिले जाँदैछु पर हाम्रो घरदेखि पर घरेलु संगति रहेको छ अनि हामी घरेलु संगतिमा जाँदैछौँ। हाम्रो आमा चाहिँ पर हिँड्दै हुनुहुन्छ। हाम्रो गाउँघर चाहिँ यस्तै छ है साथीहरु, हेर्न सक्नुहुन्छ। हामी चाहिँ जाँदैछौँ अहिले। आमा हिँड्दै हुनुहुन्छ यता। बल्ल बल्ल घाम झुल्किँदैछ है, अलिअलि अलिअलि। हिँड्दैछु येशूसँग उहाँको असल बाटोमा। जाउँ है, जाउँ। ढिलो हुनु आँटिसक्यो है, ढिलो हुनु आँटिसक्यो है, हुनु आँटिसक्यो ढिलो। छिटो आउनु, म ढिलो हुनु आँटिसक्यो। राम्रो छ त। यी भर्खर यतिको आउँदो रहेछ हाम्रो मकै। सबै कुखुराले खाएछ नि त, उतातिर छ नि चरा कुखुराले। यस्तो सिनहरू दामी छ नि। फुलहरू देखाइदिए। यसमा 12 बज्नु 5 मिनट रहेछ। कस्तो दामी देखिँदा नि हौ तोरी बारी त। हेर, टिकटक बनाउनु पर्ने तोरी बारीमा। यही त हो त नि तोरी बारी। अनि तोरी बारी हेर्नुहोस् भनेर देखाउनु। अझै 5 मिनट छ, 12 बज्नु। छिटो हिँड्नु है, ढिलो भइसक्यो है। घाँस काट्नु पनि थालिसक्नु भएको छ दिदीले त। जय बसी आमा, संगति जाउँ होइन? जाउँ जाउँ संगति जाउँ। अनि हाम्रो महिमा गर्नु। संगति जाउँ है आमाहरू, संगति जाउँ, सबैजना संगति जाउँ है। यहाँ चाहिँ यस्तो छ है, फेरि अरठ्याको केराको बगान। अस्ति मधिसेले यहाँ हेर्न आएको थियो अरे, उसको काकालाई फोन गरेर, काका यहाँ त अरठ्या कोला मात्रै रहेछ भन्नु अरे। अरठ्या कोलालाई अब हाम्रो डाँडामा त तोरी बारी नै तोरी बारीको मात्रै सिनाउँछ त हौ। अनि तोरी बारीमा आएछ आमा। कतिखेर आउँछ अरे? हामी चाहिँ साथीहरू आजको हामीले घर संगति गर्ने घरमा आइपुगिसकेका छौँ। ओ माय गॉड। जय मसी बडा, जय मसी, जय मसी, जय मसी, जय मसी सम्पूर्ण, जय मसी, जय मसी, जय मसी।